भन्ने पनि हो क्या टिडिएम टुर्नामेन्टमा त खेल्दैछन् यो मोड खेलेको छन् कि छैनन् कुरो त्यो पनि भन्ने छ पछाडि मित्रले थोरै इन्स्ट्रक्सन दिँदै हुनुहुन्छ मित्रको हेर त नेपाली टिमको पहाडी चाहिँ नेपाली एडमिन नाभिको पछाडि कोही पनि नै अब हामी पिस्तलबाट सुरु गर्नेछौँ मनदीप पड्का दुईटालाई पड्का प्राङ ड्यामेज त दिएको छ त्यसले जोस छ है नाभिसँगको जुन हो र स्पोर्ट्सको रिभेन्ज छ एक्चुअली लिन्छ होला बजे साइरन साथी सुन्यौ बजे सुने ओ राम्रो 1v1 चलेको साथी स्कोर्पियनले हानियो नक भएको प्लेयरलाई बचाउने भ्याइयो रे भ्याएन एसटी को प्लेयर पनि दुईजना तीन नक अब हल्का एक राउन्ड गयो एक राउन्ड चाहिँ हामी हार्न पुगेको छौँ है अब हामी दोस्रो राउन्ड तर्फ लाग्दैछौँ यो हुनेछ अघि भर्खर कन्टेनरमा एसटी अब खेल्ने ठाउँ पर्यो नि त कन्टेनर पनि खेल्छ केटाहरू यहाँ पनि खेल्छन् त्यो बिचको भिडान्तमा हार्नु चाहिँ भएन आफ्नै घरतिरको कहानी हो घरको कहानी पुरा गर्नुपर्ने हुन्छ जित्नुपर्ने हुन्छ है यो राउन्ड जित्नु अघि त हामी लुइ नै सकियोस् भनेर सोच्दै थियौँ अब यो पालि चाहिँ जित्नै पर्ने हुन्छ एसटीको टिमले हामी चाहँदैनौँ यो टिम निस्किएको हेर्न चाहँदैनौँ हामी नकआउट भएको हेर्न चाहँदैनौँ यो टिमले अझै अरू टिडिएम ब्याटल खेल्नुपर्छ जस्तो लाग्छ ओके ट्रिक्स अगाडि बढ्दैछन् नाभिका प्लेयर थ्रोबलको साथमा यस्तो प्लेयर पोजिसनको बारेमा आइडिया पाइएको छ सर्कल सिफ्टिङ हुँदैछ भन्ने कुरा थाहा पाइयो त्यहाँ जायो एक प्लेयरलाई फिनिस गर्न पनि भ्यायो अर्को प्लेयरको पोजिसनको बारेमा मेबी उनलाई आइडिया छ ओके नाभिका प्लेयरहरू डिफेन्ड गर्दै त थिए पन्चर गर्न बिटिकन डाउन एज वेल बट नो रिक साथी मुक्का हान्दैछन् जुझिँदैछ यहाँ एलिमिनेसन सेक्योर नै गरियो पनि टिडिएममा भडास त निकालिँदैछ तर मुक्कै हानी अलिकति देखिँदैछ जोस केटाहरूको यतातिर देख्न सकिन्छ नाभिका दुई प्लेयरहरू अब मुक्का खाइसकेपछि त्यो जोस सागर र रिस राग पक्कै पनि रहन त पुग्ने थियो रिग हान्दैछन् है अर्को प्लेयरको अगेन्स्टमा पनि ल्यास पनि किन कम गरिएको थियो भिक्ट्री 1-on-1 इक्वेसन बराबरमा हामी देख्न सकिन्छ यही होला जस्तो छ है मोड चाहिँ रमाइलो रहेछ साथी मलाई चाहिँ मन पर्यो मोड हेरेर रमाइलो भइरहेछ बाँकी अब जित्यो भने अझ बढी रमाइलो हुने थियो त्यसो एक दुईचोटि यसो खेल्नु पर्ने रहेछ हामीले पनि बेला मौका पारेर चट्टा लाएर अब यहाँ त सर्कल कता सिफ्ट हुन्छ यसमा त त्यसले म्याटर गर्ने होला साइरन बजाउनु मजा आउँदो रहेछ साथी एसटीले निकालिसक्यो गाडी सर्कल पर यो साइडबाट खेल्न थोरै सजिलो होला उताबाट नि गाडी आइसकेको छ एकजना तलै झरेको भए पनि सही हुन्छ यसलाई हान्नै पड्काउनै पर्ने हुन्छ ढल्छन् के भन्ने डर लाग्यो मलाई नलिएको जस्तो छ स्मोक लगाउँदै देख्दैछु म ट्रेबल्स अहिले यो सरल ठुलो छ ट्रेबल्स सायद काम नलाग्ला भन्ने सोचेको नि हुन सक्छ बजे साथी साइरन सुन्दैछु इमर्जेन्सी भइसक्यो है पन्चर जान त गयो तर जोन भन्दा बाहिरै गयो ओ मिठो नक ट्रिक्सको तर्फबाट युएमपी को साथमा अब यहाँ एकजना प्लेयर आफ्नो पनि नक छन् फेरि पछाडि घरबाट एउटा साथ दिने साथी रहेछन् यो एकजना साथीलाई ढाल्न सक्यो भने रिगले ड्याममा त्यो रुखको कभरवाला एकजना साथीलाई ढाल्यो भने चाहिँ यो कम्फर्टेबल म्याच हुन सक्थ्यो लेफ्टको प्लेयरलाई बचाउने त मैले सम्भावना देख्दिनँ एसटीले पनि प्लेयर लुज गरे फेरि अर्को प्लेयर नकुने उनकी फ्लिपलाई कसैले हान्नु पर्यो कसैले ड्यामेज हानेन रिभाइभल तर्फ फोकस गरेको छ टिम एसटी यहाँ उता गाडी लिएर सायद निस्के रिभाइभ गर्नको लागि छैनन् एकजना प्लेयर रिभाइभ भइसकेका छन् अब फ्लिपलाई चाहिँ हान्नै पर्ने हुन्छ यो प्लेयरलाई हान्यो भने चाहिँ सम्भावना धेरै बढ्न सक्छ एचपी कम गरायो जस्तै कम गरायो नकै निकालियो गुड वन एसटीको तर्फबाट दुईजना डाउन एसटीले प्लेयर उठायो कि नै त प्लेयर उठाएको छ एकजनाले त उठाएको छ लेफ्टको प्लेयर त यसै फिनिस हो हेर्नै परेन नजिकै एकजना प्लेयरलाई नि फिनिस गरियो ट्रेबल्स ओके रहेछ रिकसँग रहेछ
पड्काउन सकिन्छ। एकजना बच्चे अब P6 को नजिकै गएको छ यत्रो बेला, यसले ड्यामेज दिन्छ। अब त खासै गाह्रो नपर्ला, अब त्यो एउटा प्लेयरलाई हान्न खासै गाह्रो नपर्ला। एचपीएसए पनि थोप्लो भइसकेको छ, हान्यो एएसटीले 2 राउन्ड जित्न सक्यो। गुड वान, मिठो हुँदैछ यहाँ। फेरि एकपटक भिक्ट्री भनेर देखाइएको छ यहाँ टिमको तर्फबाट जितियो 2 राउन्ड जितिएको छ। अब 2 मोर राउन्ड टु गो, लेट्स सी टिमले के गर्नेछन् यो सिचुएसनबाट। अझै पनि ब्याक टु ब्याक चट्ट लाएर जितियो ब्याटल भने त मजा आउने थियो हेर्नको लागि। त्यो उनीहरूले नक फेस गरे पनि सबै कुरालाई ब्यालेन्स गर्दै प्लेयर बचाउँदै खेल्दैछन्। प्रायोरिटी प्लेयर बचाउनेमा पनि दिएको छ, अन्धाधुन्दा एकै ठाउँमा ढिड हानौँ भन्ने तरिकाको गेम प्ले छैन टिमको तर्फबाट। लिइँदैछ, सिरियस तरिकाले नै लिइँदैछ। हेरौँ के हुन्छ अब अर्को एउटा राउन्डतर्फ हामी जाँदैछौँ। नाभिका प्लेयरहरू एक हार बिहोरियो, 2 चोटि अपोनेन्टले जितिसक्यो। अब फेरि 2-2 को इक्वेसन बनाउनु पर्छ भनेर सायद खेलिनेछ टिमको तर्फबाट पनि। थ्रोएबलको साथमा ओपनिङ चाहँदैछन् प्लेयरहरूको, एड यसो देखियो जस्तो लाग्छ मलाई। उतातिरबाट पनि नेटको वर्षात हुँदैछ, कनेक्सनमा ल्याउने कोसिस हुने नै छ। नाभिको प्लेयरहरूलाई यसो एक्सपोज गरेर गन सट दिन खोजिँदै थियो, त्यो बिचमा थ्रोएबलले काम गर्नेछ। लेमन पनि त्यहाँ डाउन भएको देख्न सकिन्थ्यो। P6 पछाडिबाट खेल्दै थिए, 2टा प्लेयरलाई समात्न भ्याए उनले। नाभिको लागि अन्तिम एक प्लेयर मात्रै कम्फर्टेबल वाइप थियो यो। अर्को एउटा भिक्ट्री एएसटी को टिमको तर्फबाट 1-3। अब अन्तिम एकचोटि जित्ने बित्तिकै एएसटीले यो ब्याटल अनि यो राउन्ड जित्ने बित्तिकै फेरि अर्को राउन्डको लागि अथवा भोलिको दिनमा फेरि अर्को टिमसँगको क्लास हामी यो टिमको तर्फबाट देख्न पाइनेछ। एक राउन्ड। अब यहाँ कुरा यो हुन सक्छ साथीहरूको त हैन, यसो लाकोब्रियरतर्फ एएसटीलाई पठाइदियो होला लड्नको लागि। हल्का एक राउन्ड जित्नु पर्ने छ। ओके, गन फेरि 101 गन रहेछ। देखियो भएन नक। म त सोचेँ त कम्फर्टेबल नक होला भनेर। रिगलाई डाउन, 2जना प्लेयरलाई डाउन, नेडले पड्काइयो, बन्दुकले हान्यो। हुन त नाभिको नि एकजना डाउन छन्। 2v3 को ब्याटल, लेमनले स्किल सेक्योर गर्यो। 1-on-1 थियो। एक्लै खाइदिए यहाँ त। ल टिभ्याग गरिदिएछ साथी जोसमा। एक राउन्ड एएसटी, लेट्स गो। एक राउन्ड अघि जस्तो एएसटीले जितेको योपालि त्यस्तै फेरि यताबाट जितिएका छन्। चल्दैछ इक्वेसन भोवालले यहाँ। 2-3 को इक्वेसन हुन पुगिसकेको छ। एएसटी एक राउन्ड जित्नु पर्नेछ। अब उनीहरूले एक राउन्ड जित्ने बित्तिकै विजेता उनीहरू घोषित हुन पुग्ने त थिए, बट त्यो राउन्ड जित्नको लागि मेहनत देखाउन जरुरी छ। नाभिको टिमले पनि सहज हार मान्नेवाला त छैनन्। क्लोज रेन्जको गेम उनीहरूको पनि एकदमै राम्रो छ। वी नो द्याट। लेट्स सी, वाल लगाइँदैछ, के रहेछ लगाउँ भनेर लगाए जसरी लगाइएको त छ। अगाडिपट्टि एएसटीका प्लेयरहरू पनि प्रिपेयर छन्। यसो कम्पाउन्डको केही ग्याप, त्यो बिचमा स्नाइपर सटको रिक्स लिइँदैछ प्लेयरहरूको तर्फबाट। स्नाइपिङ यसो ट्याक हान्न खोजिँदैछ। एएसटी को लागि जायोको एचपी कम भएको त्यहाँ देख्न सकिन्छ। थ्रोएबल गेम पनि देखाइयो, फ्लिपको नेट जानेछ, जायोलाई डाउन निकालियो। भेनम जटको पोजिसनको नजिकै आएको पनि थाहा भइसक्यो, त्यो नेटले काम गर्नेछ भेनमलाई। एन्ड देयर वी गो, भेनम गना बी टेकन डाउन एज वेल। एएसटी के गरे, लगातार 3 राउन्ड टक्क लाएर मजाले खेलिँदै थियो। अल अफ द सडन फेरि त्यो ग्रिप लुज हुन्छ, त्यो एग्रेसन लुज हुन पुग्नेछ टिमको तर्फबाट। एएसटी को लागि अन्तिम एक प्लेयर मात्रै छन्। ट्रिक्स रेस्पोन्सिबिलिटिज त छ, जित्न सकिएला र। ओके, एउटालाई त डाउन निकालेका थिए, बट नो भनिन्छ यो पालि पनि सट डाउन गरियो। 3-3 अब त जित्नै पर्ने हुन्छ भन्ने अवस्थामा नाभी पनि रहेका छन् र एएसटी पनि। अब डिसाइडर है साथीहरू, जसले जित्यो। भाले गोल सिस्टम आएको छ। स्म्यास रुलको अर्ली प्र्याक्टिस हुँदैछ। फाइनलमा स्म्यास रुल छ साथीहरू, कतिलाई थाहा छ कतिलाई थाहा छैन। साथीहरू अमको ल अब कसलाई देखेर कसलाई हान्ने हो? हान्ने चाहिँ कसलाई देखेर कसलाई हान्ने हो साथी? ग्रोजा छ उता त। ओपन फिल्ड एक त भिजन ब्लर, त्यही माथि वाल। ओके, जायो एचपी कम। ट्रिक्सको त बारमा नै देखिया होइन हो। एचपी हिल गर्दैछन् मेबी उनले। थ्रोएबलको स्प्याम चल्दैछ, जोनले अगाडि बोलाउँछ धन्न। थ्याङ्कफुल्ली जोनले चाहिँ अगाडि आउँ भनेर भन्दैछ, त्यो कारणले गर्दाखेरि पनि सही हो भनेर भन्न सकिन्छ। यहाँ प्लेयरहरू
अन्धधुन्द गोली चलाउने त छन् नो रिग एक्सपोज थिए एएसटी हार्बी गर्दैछ यहाँबाट एएसटीले हार्बी गर्दैछ देवीको भेनमलाई पनि समातियो नक निकालियो यस्तो मजाले 3 राउन्ड जितिएको थियो बट अल अफ द सडन नाभीले भन्छ होइन साथीहरू हामी जित्ने हो यो त भनेर जायो पनि डाउन सकियो कहानी एएसटी को मुक्का त हानिएको थियो तर जित्न सकिएन ब्याटल सायद त्यही भनिनेछ भिक्ट्री आउनेछ नाभीको टिमको लागि